हेलो साथीहरु, वेलकम छ गीताको युट्युब च्यानलमा तपाईहरु सबैलाई। आज चाहिँ हामी यसो पुलतिर चाहिँ घुम्न जान लागेको। पछाडी चाहिँ सबै मेरो बहिनीहरु है, म चाहिँ सबभन्दा ठुलो हो। अनि हामी चाहिँ आज घरमा किन त्यसै बसौँ भनेर आज हामी चाहिँ पुलतिर यसो फोटो खिच्न अनि नुहाउन जान लागेको। त्यहाँ तल अलिकति सानो खोला खारे त्यहाँ नुहाउन जान लागेको। यो चाहिँ पानी धेरै नि हो मेरा बहिनीहरु है साथीहरु। अनि हामी चाहिँ यसो घुम्न जान लागेको। अब हाम्रो गाउँको पिच रोड बन्ने कहिले हो यस्तो छ बाटो साथीहरु। यहाँ हुनुहुन्छ साथीहरु। अनि त्यसपछि यहाँ यो बाटो चाहिँ यता खै कहाँ जाने हो। अनि यहाँदेखि जाने रहेछ पटेको चाहिँ। हामी चाहिँ जाँदैछौँ। कतिखेर पुग्ने हो 12 बजिसक्यो। यस्तो मकै बारी बिच बाटो हिँडिरहेछौँ हामी चाहिँ। यता चाहिँ गाउँ रहेछ कति धेरै। यहाँदेखि चाहिँ अर्को गाउँ जाने होला। हामी चाहिँ यो बाटो जाँदैछौँ। विश्राम बाटो चाहिँ यस्तो छ है साथीहरु। हामी चाहिँ फेरि यता आइपुग्यौँ। म पनि फर्स्ट टाइम जाँदै हो। त्यो चाहिँ गाउँ रहेछ। यहाँदेखि बाटो रहेछ। हामी चाहिँ जाँदैछौँ। अब कतिखेर पुगिन्छ। यहीँ 1 बज्न आँटिसक्यो। 12 बजी हिँडेको घरदेखि। कतिखेर पुगिन्छ थाहा छैन है साथीहरु। हामी चाहिँ अझै हिँड्दैछौँ साथीहरु। यता चाहिँ कस्तो राम्रो बादल देखिरहेछ। एकदम राष्ट्रिय राम्रो गाउँ रहेछ। यता चाहिँ हिँडिराख्नुपर्छ। यता म चाहिँ यहाँ भ्लग गराउँदैछु। लास्टै गर्मीले पागल हुनुला। अहिले फेरि म उता पुगेछु भ्लग। साथीहरु हामी गएको होला नुहाउन फोटो खिच्न। त्यही झगडा गर्छ साथीहरु। यिनीहरू चाहिँ झगडा गर्दै हिँड्दैछ। हामी चाहिँ जाँदै हो साथीहरु। कतिखेर पुग्ने अझै थाहा छैन। पसिना भइसक्यो। उता होगर पुग्ने यो जङ्गल कटेर पुग्ने हो गरे। हामी चाहिँ पसिना भइसक्यो। गर्मीले पागल भइसक्यो है साथीहरु। यता चाहिँ धेरै ठुलो गाउँ रहेछ। कतिखेर पुग्छ थाहा छैन। अझै धेरै होइन आधी घन्टा छ। अझै आधी घन्टा छ गरे हिँड्नलाई। हामी चाहिँ कति 1 घन्टा लाग्दो रहेछ भनेपछि। हेलो यस्तो छ हालत। त्यो चाहिँ यता गइसकेको छ। म चाहिँ जाँदैछु। हामी अब कतिखेर पुग्ने अझै बल्ल जङ्गलको बाटो हिँडिरहेछौँ होइन साथीहरु। अझै आधी घन्टा लाग्छ भनेको छ। हामी चाहिँ फर्स्ट टाइम आएको है। यिनीहरू चाहिँ पहिला नि गइसकेको रहेछ। यिनीहरूको गाउँ चाहिँ यति हो। हाम्रो चाहिँ उता हो के अरे थाहा छैन कतिखेर पुग्छ अझै। हजुरहरूलाई खसी चाहिएको छ भने यहाँ छ है साथीहरु। अस्ति आएको हो यी खसी। एउटा 2टा 3टा छ खसी तपाईहरुलाई। 2टा हो के खसी त अनि एउटा हो बोका। यहाँ चाहिँ गोसाई हुनुहुन्छ। कोकोलाई के भन्छ रे, कोकोलाई चाहिन्छ उहाँलाई सम्पर्क गर्नु। नम्बर चाहिँ अहिले मैले यही छोडिदिन्छु। गना यो बोका चाहियो भने आउनु लिन। यस्तो घाममा नआउने भनेको थियो। यहाँ जम भनेर के गर्ने साह्रै छ्याउ। त्यहाँ गएपछि बल्ल थाहा हुन्छ अझै कस्तो हुन्छ भनेर। कस्तो लागिराखेको छ हजुरहरूलाई? राष्ट्रिय गर्मी हो। अबदेखि आउने नआउने हो के अरे उसमा पुलमा ढोक्नै बेर्न आउने हो साथीहरु। त्यही हो कि को
गाइस बोका हेर्ने हो बोका गाइस बोका हेर्ने हो बहिनीमा बहिनी हो कि हाम्रो बुवा के बोल्छ साथीहरू यहाँ चाहिँ हामी चाहिँ यहाँ चाहिँ विश्राम भइरहेछ पसिनाले भइसकेको छ साथीहरू यहाँ चाहिँ हामी चाहिँ यहाँदेखि चाहिँ अटो नै जाँदो रहेछ बाइकहरू नै जाँदो रहेछ तर हामी चाहिँ हिँडेर जाँदैछौँ यस्तो छ विश्राम गाडी पनि आउँदो रहेछ कतिखेर पुग्ने अझै थाहा छैन अझै जङ्गल कति छ पनि यता चाहिँ यसरी गोठालो विश्राम भइरहेछ फेरि साथीहरू यहाँ जुम गरेर बाई बाई विश्राम दिदी ठगैलाई हिँड्न सकेन बसिरहेको छौँ कता चाहिँ लास्टै राम्रो रहेछ ठाउँ चाहिँ खोलै खोला फेरि जाँदैछौँ कतिखेर पुग्ने अझै थाहा छैन एउटा उकालो छ अरे त्यो उकालो पछि आउँछ भन्दै हुनुहुन्थ्यो दिदीहरूले साथीहरू यो गरे उकालो चाहिँ दिदीले हामीलाई तिमीहरू त हिँड्न सक्दैन उकालोमा भन्नुभएको थियो यो गरे यत्रो सानो उकालो हामी किन नसक्नु होइन यो उकालोमा यो जब यत्रो सानो उकालोमा हिँड्न सक्दैन जब यत्रो सानो उकालोमा पुगे गाउँमा यहाँ चाहिँ पानी लिन जाँदैछ हामी चाहिँ यहाँ अब पटुकी आइपुग्न लाइनमा यहाँ खेततिर आइपुगेछौँ ल जाऊँ बिस्तारै यो चाहिँ घर यो बाटो देख्नु भयो नि त्यतिखेर जाऊँ जाऊँ ल छिटो तर बाटो चाहिँ लास्टै राम्रो हरियाली जङ्गल यस्तो राम्रो छ गाउँ अब हामी पुलमा पुगेपछि भिडियो गराउने हो टिकटक गराउने हो फोटो खिच्ने हो साथीहरू गाउँ आइपुगेछ यस्तो रहेछ गाउँ चाहिँ जङ्गलको बिचमा अनि हामी चाहिँ जाँदैछौँ अझै कतिखेर पुग्ने थाहा जाने भनेको चाहिँ झिलुङ्गे पुलमा जाने भनेर आएको हो अब कतिखेर पुगिन्छ थाहा छैन फेरि यहाँ बसिराख्नु भएको छ उहाँहरू चाहिँ यता चाहिँ हिँडिरहेछ जाँदैछौँ कतिखेर पुग्ने अझै गाह्रो छ साथीहरू यस्तो घाममा घाम फेरि लास्टै चर्के छ पसिना मेरो अनुहारमा हेर्न सक्नुहुन्छ पसिना एकछिन यहाँ बस्नु पऱ्यो साथीहरू शीतलमा यहाँ बसिरह म चाहिँ शीतलमा बसिरहेको छु ए साथीहरू यो चाहिँ भुटो जाने बाटो रे यताको बाटो होला सायद ओह त्यो केटीहरू चाहिँ त्यो पुलमा गएर नि बस्नेले पुलमा आइपुगिसके साथीहरू के सोचेर आएको थिएँ के भयो गरे त्यसले त्यो भनिरहेछ आइपुग्यौँ है यता चाहिँ लास्टै राम्रो रहेछ ठाउँ फेरि फाइनल्ली हामी चाहिँ पुलमा आइपुग्यौँ साथीहरू यता हेर न दाजुभाइ बल्ल आइपुग्यो त्यही पनि यस्तो घाम चर्किरहेको छ साथीहरू होइन गाह्रो छ हौ
यता चाहिँ स्कुल रहेछ थोरै हालिदियो ल पानी ल ओके साथीहरू हामी चाहिँ यहाँ खोइ कस्तो यो यहाँ पानी लिएर आएको है यहाँबाट स्कुल छ यहाँ चाहिँ सानो 5 क्लाससम्म रहेछ स्कुल कस्तो राम्रो सिन आएको भाइ जाड खस्यो यहाँ बोतलमा अलिकति जाड दियो खस्यो अब गीता संस्था पढिसकेको छ जग्गा हल्का ल तारा बोल्न खाना साथीहरू यहाँ चाहिँ चटपट गराइरहेको छ अब त 2-3 जनाले खै त अर्को 2 जना चाहिँ उहाँहरू चाहिँ चटपट गराउँदै हुनुहुन्छ म चाहिँ भिडियो गराउँदै छु साथीहरू अहिले निभा उन हान थालाउनु क्या हजुर क्या बोलता है इला होला क्या नि त उ न मागङ उ न उ फिचो बोतल न हान थाल मुमे हो स्याले मागा म उन्नी फेरि आगाइ नि फेरि टेस्ट पनि नहीं होता है टेस्ट का खोजता है एकजना बाजे अनि उता नानी नानी हाई हाई आऊ ल जाऊ ल हेलो हाई गर हाई हेलो यसो गर न ल हेलो 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 हाम्रो रोजी सरको विद्यार्थीहरू है साथीहरू हाम्रो चाहिँ यहाँ सरहरू आउँदै हुनुहुन्छ हेलो सर हाई गरिदिनु न हाउ आर यु सर नमस्ते हाई गरिदिनु न हेलो सर हेलो सर हेलो हेलो ब्रदर वेयर आर यु फ्रम गोइङ टु द हाउस लिपस्टिक चिल्लो चिल्लो लगाइ चटपट जस्तो लगाउनु भने लाग्ने त साथीहरू यस्तो छ है यता चाहिँ मेकअप भइरहेको हामीले सबै मेकअप जति पखाले त्यही भएर फेरि लगाएको नि पसिनाले सबै प्लेटै गरेर म चाहिँ भिडियो बनाउँछु साथीहरू यस्तै छ हालत फेरि धेरै नै मलाई के प्लास्टर त यो चाहिँ यहाँको स्कुल हो यहाँ यस्तो दामी छ ठाउँ चाहिँ हामी चाहिँ जाँदैछौँ फोटो खिच्नलाई हुन्छ यहाँ फोटो खिच्ने हो यहाँ तल फोटोको लागि ओ माई गड यस्तो मेहनत गर्नुपर्छ नि फोटो खिच्नलाई होइन होइन बहिनी हामी चाहिँ यहाँ फेरि पानी पिउन लगाएको बहिनी हेलो पानी पिउन लगाएको साथीहरू अब एकछिनमा घर गइहाल्ने हो अब त्यसपछि अब
पानी पिएर गइहाल्ने हामी चाहिँ पानी फेरि यसरी लिएर आएको छ क्या ल हामी चाहिँ पानी भरेर फोटोसोटो खिचेर फर्केको साथीहरू उता चाहिँ दिदीहरू हुनुहुन्छ उता हामी चाहिँ अब हामी चाहिँ फोटो खिचेर भ्याइसक्यौँ उहाँहरू चाहिँ फोटो खिच्न छ अरे अनि त्यसपछि फोटो खिचेर गइहाल्ने हो है साथीहरू हामी चाहिँ साथीहरू अब चाहिँ हामी चाहिँ घरतर्फ लागेको अबेला भइसक्यो 6 बजिसक्यो साथीहरू अब यतिखेर अब हामी आधी घन्टा 1 घन्टा लाग्छ नि त हामीलाई घर पुग्न अनि हामी जाँदैछौँ पटुके गाउँ आउँदै उता कति धेरै छ उता मास्तिरतिर आजभोलि थप्या रहेछ पहिला त एउटा दुईटा मात्रै थियो कि अहिले चाहिँ थपेको रहेछ साथीहरू लास्टै गर्मी हामी चाहिँ त्यहाँ गएर चाहिँ एकछिन नास्ता सास्ता खाइयो अनि त्यसपछि चाहिँ नास्ता सास्ता खाएँ अनि बसेँ गफ गरेर बसेँ अनि अघि भर्खरतिर यसो फोटोसोटो गरेर भिडियो सिडियो गरेर चाहिँ आएको यिनीहरू चाहिँ यहाँ छ साथीहरू तपाईँहरूलाई एकछिन पछि देखाउँ समिरा ब्याम्बु वाउ अनि यता हेलो मेरो नाम कुसुन्दा ब्याम्बु अनि यता हेलो मेरो नाम मासुमा तोर पिनी तिम्रो नाम के हो ब्लग साथीहरू मेरो नाम चाहिँ रबिना आले मगर हो है नानी तेरो नाम भन्न यहाँ छिटो भन्न वाउ तेरो रियल नेम हो कि त्यो फेक नेम हो अनि बयमीले पनि फोन साथीहरू हामी चाहिँ अब के भन्छ रमाइलो समाइलो गरेर घुमघाम गरेर फोटोसोटो खिचेर एकछिन रमाइलो गरेर एकछिन बसेर घर फर्किँदैछौँ कति 6 बजेछौँ अब 7 बजीतिर घर पुग्छौँ होला गाइजहरू हामी चाहिँ ओए कस्तो भयो आजको दिन भन्नु त गाइजहरू एकदम बेस्ट आज हेर्नु न साथीहरू सिन्दुर आज मेरो बिहे भएको छ गीताले बिहे गर्यो यो गाउँ यस्तो राम्रो छ गाइजहरू यस्तो राम्रो छ राम्रै भयो गाइजहरू दिदीहरूको गाउँ चाहिँ आइपुगे घर जाँदैछौँ हेलो हामी चाहिँ फाइनल्ली घरमा आइपुगेको छौँ हामी चाहिँ हेलो हामी चाहिँ घर आइपुग्नु लाग्यो घर आइपुग्नु लाग्यो जस्तो तस्तो गरेर हामी चाहिँ अब घर पुग्न लागेको छ साथीहरू आज रमाइलो पनि भयो थकाइ पनि लाग्यो फाइनली हामी चाहिँ आइपुग्यौँ गाउँमा अब गएर टुच्चा हान्ने गाई पकाउने गर्छ साथीहरू अब हामी चाहिँ घर आइपुग्यौँ ल साथीहरू हामी चाहिँ घर आइपुगिसक्यौँ यो चाहिँ हाम्रो फर्स्ट भ्लग हो के कस्तो भयो कमेन्ट गरिदिनु ल अनि मनपर्छ भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु थ्याङ्क्स फर वाचिङ दिस भिडियो